तर आजको दिनमा तपाईँ जति पनि इन्टरप्रेन्योर्स हेर्नुहोस् संसारमा जति पनि धनाढ्य भएको छ त्यो गरिबबाट नै धनाढ्य भएछ। Welcome to NDE Entrepreneurship Club. This is our location series episode 15. यो सिरिजमा हामी मधेस युनिभर्सिटी भिजिट गरे अनि भिजिट गरेर त्यहाँको भाइस चान्सलर प्रोफेसर डाक्टर दीपक साकिया सरसँग हामी एन्टरप्रेन्योरशिपको बारेमा छलफल गरे। जो हजुरलाई थाहा छ अहिले वर्ल्ड वाइड एन्टरप्रेन्योरशिप एकदमै पपुलर हुँदैछ र फरेनतिर डेभलप कन्ट्रीतिर त अलरेडी थियो, तर हाम्रो डेभलपिङ कन्ट्रीहरू जति छ जसरी हाम्रो नेपालमा पनि स्टार्टअप एन्टरप्रेन्योरशिप स्किललाई गभर्मेन्टले प्रमोट गर्दैछ। सो हामीलाई सबैलाई थाहा छ। सो मधेस युनिभर्सिटी भिजिट गर्नको लागि पहिला हामी घन्टाघर आए। घन्टाघरभन्दा अगाडि यो आर्मी ब्यारेक अहिले हेर्नुभयो, योभन्दा हल्का अगाडि जानुहुन्छ भने तपाईँको इन्डियन एम्बेसी आउँछ अनि इन्डियन एम्बेसीबाट हल्का अगाडि जानुहुन्छ भने तपाईँको नेसनल ट्रेडिङ आउँछ। यो चौकमै मधेस युनिभर्सिटी छ। युनिभर्सिटीमा हामी डाक्टर दीपक साकिया सरसँग डिस्कसन गरे अन टपिक एन्टरप्रेन्योरशिप। किन गरे भने किनभने हाम्रो भ्युवर्सहरू धेरैजनाले सोध्नुभयो पर्सनली वाट्सएपमा कि सर यो एन्टरप्रेन्योरशिप के हो, तपाईँ किन गर्नु भइरहेको छ। सो मैले त एक्सप्लेन गरेँ। हामी पुगिहालेछौँ मधेस युनिभर्सिटीमा र अब हामीहरू गइरहेछौँ डाक्टर दीपक साकिया सरसँग अन्तर्वार्ता गर्नको लागि। आजको हाम्रो अन्तर्वार्ता कस्तो हुन्छ तपाईँहरू हेर्नुहोला। तर म सोचेँ कि सरसँग डिस्कसन गरिसकेपछि सरको जुन एक्सपिरियन्स छ अनि सरको जुन अनुभव छ, उहाँ चाहिँ विज्ञ व्यक्ति हुनुहुन्छ। त्यसैले सोचेँ कि उहाँको एक्सपिरियन्सले, उहाँको इक्जाम्पल अनुभवले जुन हामी सबैजना सिक्न सक्छौँ त्यो चाहिँ म चाहिँ सिकाउन सक्दैन यसको बारेमा। त्यसैले मैले सोचेँ कि किन न यसको सरसँग नै हामी डिस्कस गरेर तपाईँलाई। सर, म चाहिँ अहिले बिपिसीमा 11 क्लासमा पढ्ने विद्यार्थी हो अनि हामी चाहिँ नेपाल डिजिटल एजुकेसनद्वारा सञ्चालन गरिएको एन्टरप्रेन्योरशिप क्लबको मेम्बर पनि हो। जस्तै अहिलेको समयमा सरकारले भनिरहेछ कि विद्यार्थीहरूलाई पढाइ सँगै एन्टरप्रेन्योरशिप पनि गर्नुपर्छ। यसमा तपाईँको के विचार छ? मेरो त अभियानै त्यही छ। अहिले मेरो अभियानै त्यही छ कि स्टार्ट योर क्यारियर विथ जब एन्ड विथ बिजनेस। अब हामीहरू कहीँ पनि जाँदाखेरि काम माग्ने व्यक्ति होइन, काम दिने व्यक्ति बन्ने। बी ए जब क्रिएटर रादर देन जब सिकर होइन। त्यसकारण हामी चाहिँ हाम्रो दिमागमा के थियो, पहिला विद्यार्थीहरूले व्यापार गर्नलाई धेरै पैसा चाहिन्छ, व्यापार गर्नलाई बाउबाजेले व्यापार गरेको हुनुपर्छ, व्यापार गर्नलाई कुनै निश्चित जात चाहिन्छ, व्यापार गर्नलाई अनुभव चाहिन्छ, व्यापार गर्नलाई रिस्क धेरै छ भन्ने हाम्रो चाहिँ नकारात्मक कुराहरू दिमागमा थियो। तर आजको दिनमा तपाईँ जति पनि इन्टरप्रेन्योर्स हेर्नुहोस् संसारमा जति पनि धनाढ्य भएको छ त्यो गरिबबाट नै धनाढ्य भएछ होइन। धनीबाट धनी कोही भएको छैन। त्यो धनै कमाएर जन्मिँदैखेरि धन कमाएर चाहिँ ऊ धनी भएको छैन, गरिबबाटै भएको छ। तर कसरी भएछ उसको इतिहास हेर्नु हेर्नु त होइन भन्दाखेरि तिनवटा कुराले भन्छ। एउटा उसको माइन्ड सेट, स्टार्टअप होइन, ब्रेन जसले नयाँ क्रिएसन गर्छ। दोस्रो उसको मेहनत गर्छ। मेहनत भनेको के हो? स्मार्ट मेहनत। मेहनत त लेबरले पनि गर्छ तर स्मार्ट लेबर भन्छ दोस्रो। तेस्रो व्यवहार, एटिच्युड, प्यासेन्स होइन। यो तिनवटा चिज गऱ्यो भने एन्टरप्रेन्योर बन्न सक्छ जस्तो मलाई लाग्छ। त्यसको उदाहरण मै छु नि त होइन। मैले पनि कलेज खोल्दाखेरि पढाउँ ठाकुरामा 100 वर्षमा होइन। मेरो बुवा बाजेले कहिले व्यापार गरेको थिएन, कलेज खोलेको थिएन, पढेको थिएन। मैले सानो कन्या स्कुलमा एउटा भाडा लिएर होइन, 4वटा कोठा लिएर अनि 4 लाख रुपियाँ श्रीमतीको गहना बेचेर साथीसँग सापट्टि लिएर खोल्यौँ, मेहनत गऱ्यौँ। नयाँ स्टार्टअप बिजनेसलाई अब पढाएर मात्रै हुँदैन होइन, यिनीहरूलाई अब स्मार्ट बनाउनु पर्छ। स्मार्ट पढाइ भनेर होइन हामीले एउटा प्रोग्रामिङहरू बनायौँ, स्ट्राटेजी बनायौँ, चल्यौँ, मेहनत गऱ्यौँ, व्यवहार गऱ्यौँ। आज हेर्नु चलेछ। म चलाउन सक्छु, तपाईँहरू किन नछन्? त्यसकारण तपाईँहरू युवाहरूलाई पनि म के भन्छु भने अब हाम्रो युवाहरूको के छ माइन्डसेट, पढ्ने एउटा नोकरी गर्ने, बाहिर जाने। हामीले अनि हामीलाई काम गर्दाखेरि हामीले लजाउँछौँ
अनि त्यही हामी विदेश जाँदाखेरि हेर्नुहोस् पढ्छौँ, त्यहाँ चाहिँ हामी बार्ने पनि काम गर्छौँ, टोयलेटमा काम गर्छौँ, वृद्धलाई सेवा गर्ने त्यहाँ काम पाएपछि फुल्छौँ फर्म। तर हाम्रो चाहिँ नि यहाँ आफ्नै खेतमा पनि काम गर्न, आफ्नै घरमा काम गर्नलाई हामीलाई के लाग्छ? लाज लाग्छ। सबसे बडा रोग क्या कहेगा लोग। त्यसकारण कामलाई जहिले पनि वर्क इज वर्कसिप, काममा नजगाउनु। त्यस कारण तपाईँहरू पढिरहनुपर्छ, पढ्नुहोस्, तर काम गर्नुहोस्, तर पढाइलाई ह्याम्पर गरेर ढेकाउनु। तर सानो तपाईँ त कति 4-5 घन्टा पढ्नुहुन्छ नि, 2-3 घन्टा काम गर्नुहोस् न। अनि पढेको विद्यार्थीले त हाकिमको काम पाउँदैन नि, उसले त सानै काम पाउँछ। सानो काम गर्ने, लाभ नमान्ने। अनि सानो काम गर्ने, जब तपाईँको पढाइ सिद्धिन्छ, अनुभव पनि हुन्छ, केही सिड मनी पनि हुन्छ, तपाईँसँग केही कन्फिडेन्स पनि बढ्छ, अनि त्यसलाई बढाउँदै लाग्ने हो। त्यस कारण तपाईँहरूलाई म तपाईँहरूको इन्टरप्रेनर्स क्लब पनि छ, मेरो अभियानै छ कि कुनै पनि युवाहरूले अब पढ्दै पनि आफ्नो काम पनि गर्न सकिन्छ। त्यस कारण तिमीहरूले पढाइ काम गरेर पढ्दाखेरि जुन पढाइ ह्याम्पर हुन्छ त्यो छैन। म पनि 10 क्लासदेखि काम गरेरै पढेर मास्टर डिग्री गरेँ, पिएचडी गरेँ, होइन। म चाहिँ फुल पढेको होइन। मेरो दाजुको सीमित पैसा, मैले भनिहालेँ, हामीले निम्न परिवारका थियौँ, सीमित पैसा थियो। मैले 10 क्लासदेखि हामी काम गरेरै खेलेरै पढ्यो, तर खोइ मेरो पढाइ कहिले बिग्रेन, होइन। आज म प्रोफेसर भएँ, भएँ। त्यस कारण हामीले युवाहरूलाई अब के भन्नु भने तपाईँले गर्नुपर्छ। तर त्यो इन्टरप्रेन्योर गर्दा नि मैले 3टा कुरा भने, त पढ्दाखेरि 3 किसिमले पढ्नुपर्छ। आजकलको बच्चाहरू के पढ्छ भने शिक्षा मात्रै पढ्छ, पास हुनको लागि पढ्छ, हो कि होइन। त्यस कारण त्यसको प्रमाण के छ? जब जाँच आउँछ अनि उनीहरू किताब कपी खोज्छ, ट्युसन पढ्छ, कोचिङ पढ्छ, ब्याङ्कर पढ्छ। जब जाँच सकिन्छ फेरि अनि खालि क्लास लिने, होइन। कहिले पनि त्यो सिकेको कुरालाई सिपमा बदलिन चाहँदैन। र उनीहरूले सरले पढाइदियो, सरले पास गरिदियोस् मात्रै हुन्छ। थ्योरी पढ्छ, क्लासमा पढ्छ, राम्रो पास हुन्छ, तर स्किल सिक्दैन। स्किल सिक्नको लागि त्यो पढाइलाई स्किलमा बदलिनु पऱ्यो नि। अनि स्किलको लागि त विद्यार्थी आफैले सिक्नु पऱ्यो नि। जस्तै उदाहरणको लागि भाइहरू पढिरहनु भएको छ, अनि इन्टरभ्यू सबैले सुनिरहनु भयो, हेर्नु भएको थियो। आज भाइहरूले आफै आएर इन्टरभ्यू लिइरहनु भएको छ, त्यहाँ गएर अनुसन्धान गरिरहनु भएको छ, खोजिरहनु भएको छ, होइन। यसले गर्दाखेरि अब के भयो? पढेको कुरालाई अब सिपमा तपाईँलाई इन्टरभ्यू गर्न जाने, तपाईँ लेख्न जानुभयो, तपाईँले भोलि चाहिँ अब डिजिटल मार्केटिङमा एउटा, होइन, कसरी बनाउने त्यो बनाउन जानुभयो, सम्बन्धहरू आयो, अब इन्टरभ्यू लिन जानुभयो। अब यो नै हो स्किल। अब यो स्किललाई नै भोलि के गर्ने हो? बेच्ने हो। त्यस कारण विद्यार्थीहरूले, आजको विद्यार्थीहरूले आफूलाई किताबमा, क्लासमा, कलेजमा सीमित राख्नु हुँदैन। अपार छ, होइन। आजकल त संसार नै तपाईँको हातमा छ, मोबाइलमा छ। तर हाम्रो दिमाग केमा छ? मोबाइल छ, तर हामी केले हामीलाई ड्रग्स बनाइदियो? हामी फेसबुकले, होइन। हामी फेसबुकमा यति ड्रग्स छौँ, त्यसको क्रिएटिभिटी कहिले पनि युज गर्न सकेनौँ। त्यो क्रिएटिभिटी, जस्तै तपाईँहरू युवाहरू हुनुहुन्छ, पढिरहनु भएको छ, तपाईँ पनि त मोबाइल चलाउनु मन लाग्छ होला नि, तर तपाईँहरूले त मोबाइल चलाउनु भएको छैन, होइन। तपाईँहरू त मोबाइल चलाउनु भएको छैन, तपाईँहरूले त यस्तो दुःखमा दिनमा आएर तपाईँहरू यति क्रिएटिभ काम गरिरहनु भएको छ। दिस इज द इनिसियल स्टेज अफ इन्टरप्रेन्योरसिप। त्यस कारण के छ भने तपाईँहरू मार्फत हरेक युवाहरूले अब कुनै पनि कलेजमा पढ्दाखेरि पहिलो कुरा पढ्ने, तर पढाइ 4-5 घन्टा हुन्छ। त्यसपछि दिनको क्लासमा सुत्ने, खेल्ने, घुम्ने, अनावश्यक कुरा भन्दा पनि यसलाई हाम्रो दिमाग हो। त्यस कारण बिजनेस गर्नलाई के चाहिन्छ? दिमाग चाहिन्छ। दिमाग त सबैसँग छ, छोरीसँग पनि छ, छोरासँग पनि छ, मधेसीसँग छ, पहाडी पनि छ, हिन्दूसँग छ, मुसलमान छ, गरिबसँग छ, धनी, दिमाग त सब छ नि। त व्यापार गर्नलाई त दिमागै चाहिन्छ नि, स्टार्टअप। त्यो दिमाग, त्यसलाई युज गर्ने, मेहनत गर्ने, मेहनत हात छ, खुट्टा छ, सबैसँग छ नि हामीसँग। केटीसँग पनि हात खुट्टा छ भनेको मेहनत गर्न सक्छ, तिमीसँग मेहनत गर्ने। अनि सिक्ने के त भन्दाखेरि व्यवहार सिक्ने, होइन, क्रिएसन सिक्ने, पढ्ने भने त्यो यो 3टा कुरा भयो भने इन्टरप्रेनर बन्न सक्छ। त्यस कारण हामीले माइन्ड सेटलाई अब चेन्ज गर्नु पऱ्यो, होइन। अनि व्यापार अपार छ। व्यापार गर्नाले अब के को व्यापार? जुनै पनि हुन्छ, पढाउने पनि व्यापार हो, स्वास्थ्य पनि व्यापार हो, कृषि पनि व्यापार हो, विभिन्न क्षेत्र भएको हुनाले व्यापार अपार छ। त्यसकारण इन्टरप्रेनर्समा हरेक तबकाका मान्छेहरूले अब कामको साथसाथमा आफूलाई यदि प्रोग्रेसिभ डेभलपमेन्ट चाहिन्छ, सिनर्जेटिक डेभलपमेन्ट चाहिन्छ भने अब ऊ इन्टरप्रेनर्स
हुनैपर्छ। एन्टरप्रेन्योर्स बिना मान्छेले आफ्नो सफल जीवन बनाउन धेरै कठिनाइ हुन्छ। त्यसकारण तपाईँहरू यङहरूले सर अब हामी इन्टरप्रेन्योर्स बन्ने भन्नुहुन्छ, द्याट्स द गुड स्पिरिट एन्ड द्याट सुड बी स्पिरिट टु द इच एन्ड एभ्री स्टुडेन्ट्स। अब पढाइको साथ जे पढे पनि भोलि त्यसलाई हामीले चाहिँ इन्टरप्रेन्योर्समा कसरी टर्न गर्ने भन्ने कुरामा सोध्नुपर्छ। र हामी जस्तो टिचर, स्कुल, कलेजले पनि अब हामीले खालि कलेज र विचारलाई पढाउने होइन, उनीहरूलाई यस्ता व्यवसायका अवसरहरू, बिजनेस स्टार्टअपहरू बनाउने होइन, च्यालेन्जेस कसरी गर्ने, अवसर कसरी खोज्ने, यी सब कुराहरूमा स्टार्टअपमा पनि अब स्टुडेन्टलाई लगाउनुपर्छ जस्तो मलाई लाग्छ। अनि सर अहिलेको समयमा यदि कुनै विद्यार्थीले कुनै मान्छेले अन्टरप्रेन्योर बन्न चाहन्छ भने सरकारले कसरी सहयोग गर्न सक्छ, के सहयोग गर्न सक्छ? होइन, अब सरकारले कसरी गर्छ भन्यो भने इन्टरप्रेन्योर सरकारले सहयोग गर्दाखेरि, जस्तै म बिजनेस गर्छु भने तपाईँले पहिला स्टार्टअप एउटा बनाउनु पऱ्यो कि सर मसँग यति राम्रो स्टार्टअप, सरकारले एउटा स्टार्ट चाहियो नि, म व्यापार गर्छु भनेर तपाईँ जानुहुन्छ, म सोध्छु के व्यापार, अनि त्यो व्यापारको कस्तो अवसर छ, पैसा त्यसबाट फेरि आउँछ कि आउँदैन। तपाईँ जानुहुन्छ सरकारसँग मलाई पैसा दिनुहोस् म व्यापार गर्छु भने सरकारले ल 1 लाख 2 लाख 5 लाख त दिँदैन नि। सो त्योभन्दा पहिला व्यापार, अहिले सरकारसँग धेरै स्टार्टअप फन्डहरू छन् होइन। अहिले सरकारले पनि चाहिरहेछ कि हाम्रो बच्चाहरू अब नोकरी मात्र नखोजोस्, किन सरकारले यो दिन सक्दैन। बेरोजगार भयो भने त्यो समाजको डेभलप गर्न सक्दैन। त रोजगार हुनको लागि द बेस्ट वे इज ऊ चाहिँ इन्टरप्रेन्योर्स बनाओस्, किनभने इन्टरप्रेन्योर्स बनेपछि ऊ एक्लैले काम पाउँछ र उसले 5 जनालाई काम दिन्छ कि दिँदैन। हो, त्यो भनेर सरकारको पनि नीति छ, स्टार्टअप छ, पैसा छ, सबै छ। तर अब हामीले त्यो पैसा कसरी लिने, मागेर दिने, त्यो कसरी लिने भन्दाखेरि त्यही तपाईँहरू जस्तो अब बिजनेस प्लानहरू, स्टार्टअपहरू डेभलप गर्नु पऱ्यो। त्यो स्टार्टअपलाई सरकारलाई कन्भिन्स गर्नु पऱ्यो, हामी यस्तो व्यापार गर्न चाहन्छौँ, यसले यतिको प्लान, बिजनेस प्लान हुन्छ नि, स्ट्राटेजिक दिनु पऱ्यो, उहाँलाई चित्त बुझाउनु पऱ्यो। हो, अब हामी व्यापार यतिलाई काम दिन्छु, यति पैसा हुन्छ, यति चल्छ, यो यति जरुरी छ भन्यो भने सरकारले तपाईँहरूलाई खालि पैसा मात्र दिँदैन। हेर्नुहोस्, तपाईँको अहिले सरकारको एनडिएफ भन्ने छ एउटा होइन, धेरै विङ्सहरू छ, त्यसलाई पैसा पनि दिन्छ, तपाईँलाई बेसिकली ट्रेनिङ पनि गराइदिन्छ, तपाईँहरूको बजार पनि गरिदिन्छ, सरकारको नीतिहरू छन्। तर त्यो कुराहरू युवाहरूसँग नगर्ने सक्ने बिचमा ग्याप छ। त्यो ग्यापलाई चाहिँ अब हामीहरूले मिट गर्नुपर्छ, बुझ्नुपर्छ, अध्ययन गर्नुपर्छ। सरकारले सहयोग गरिरहेछ, गर्छ जस्तो लाग्छ मलाई। अनि सर यसमा विद्यालय कलेजहरू कसरी सहयोग गर्न सक्छ? अब जस्तै विद्यालयहरूले पनि, जस्तै अब भनौँ न इन्कुबेसन, जस्तै अब मेरो बिपिसीमा त्यही पढ्दैछौँ, त्यहाँ बुद्ध इन्कुबेसन भन्ने छ होइन। इन्कुबेसन भनेको के हो? इन्कुबेसनको अर्थ हुन्छ अन्डाबाट चल्ला निकाल्नु, र यहाँको अर्थ के हो? तिम्रो दिमागबाट व्यवसायको प्लान निकाल्नु होइन। त्यस कारण त्यहाँनिर विभिन्न स्टार्टअपका प्रोग्रामहरू हुन्छ, स्टडीहरू हुन्छ, तपाईँहरू जस्तो रिसर्च हुन्छ। बिजनेस भनेको दिमागबाट आउँदैन, दिमागले सोध्ने हो, तर आइडिया कहाँबाट आउँछ? प्रब्लमबाट आउँछ होइन। त्यस कारण समाजमा के प्रब्लम छ त्यो प्रब्लमलाई ल्याउने, त्यो प्रब्लमलाई कसरी सल्भ गर्ने भनेर जुन आइडिया बनाउँछ त्यसलाई बिजनेस हो। त्यस कारण अब स्कुलहरूले पनि पढ 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 भनेर गर्नु हुँदैन। अब सर्टेन, मैले अघि भने शिक्षाको लागि सर्टेन टाइम पढाउने, सिपको लागि चाहिँ प्र्याक्टिकलहरू, सेमिनार, वर्कसप, सिन्सियरली रिसर्च होइन, बिजनेस यस्तोहरू गर्ने होइन। अनि त्यो गरेर उसको दिमागबाट चाहिँ त सक्छस् होइन, पैसाले हुँदैन गर्ने, यसरी बिजनेस मोडलहरू यस्तो हुन्छ, मार्केटिङ यसरी गर्ने, फिनान्स यहाँबाट आउँछ भन्ने कुरा प्र्याक्टिकल उनीहरूलाई यसरी गरायो भने बिस्तारै अनि विद्यार्थीहरू के हुन्छ भने ए म पढेपछि त नोकरी मात्र होइन व्यापार पनि गर्न सक्छु नि, गर्छु भने यसरी जब माइन्ड सेट डेभलप हुन्छ अनि दे टर्न इन्टु द अनि स्टार्टअप, त्यसपछि इन्टरप्रेन्योर्स। त्यस कारण विद्यार्थीलाई त्यो माइन्ड सेट पढाउने, सिकाउने, गराउने भनेको स्कुल कलेजले नै हो। सो स्कुल र कलेज क्यान प्ले ए भेरी मेजर रोल फर ट्रान्सफर्मिङ होइन द माइन्ड सेट फ्रम एजुकेसन टु इन्टरप्रेन्योर्स। त्यसकारण तपाईँहरूले पनि पढाइमा मात्रै होइन, यही कुरा सानो सानो कुराले नै ठुलो हुन्छ होइन। तपाईँ इतिहास हेर्नु न, वीरुभाइ अम्बानी के गर्थ्यो? पेट्रोल भन्थ्यो, आइडिया क्लिक गर्यो, उसले संसारको सबभन्दा ठुलो पेट्रोल गल्यो। शेष गले के गर्थ्यो होइन? पढ्दाखेरि होटलमा काम गरेर पढ्थ्यो, पोखरामा होइन पढ्न आएको। हामीले इतिहास, उपेन्द्र महतो हाम्रो तराईको के गर्थ्यो?
फरेन गुड्सको सामानहरू आयात निर्यात गर्थ्यो, आइडिया क्लिक गर्यो, उसले बिजनेस गर्यो। त आइडिया उनीसँग त पैसा थिएन नि, आइडिया भयो, मेहनत गर्यो। संसारको त विनोद चौधरीको कुरा गरौँ न त, उहाँको पहिला के गर्थ्यो? पढ्दाखेरि उहाँ क्यान्टिन चलाउँथ्यो होइन, उहाँले चाहिँ कपडाको दोकान थियो, उहाँ चाहिँ झाडाझुटी गरेर ब्याङ्कक गएर सामान ल्याउँथ्यो। त्यहाँबाट आइडियाले वाइवाईको आइडिया क्रिएट गरेर उहाँले ल्याउनु भयो, टर्न गरेर आज संसारकै धनी मध्येमा नेपालको पहिलो भन्यो। त हामी पढ्छौँ गर्छौँ तर उहाँबाट पाठ सिक्दैनौँ। त्यो पढेर मात्रै उसले गर्यो भने म किन सक्दैन? तपाईँहरूले सोध्नु न। वेन यु थिङ्क्स लाइक द्याट भनेको नि, इफ यु थिङ्क एन्ड वर्क इन ए राइट डाइरेक्सन्स ड्रिम्स कम्स ट्रु होइन। सही तरिकाले सोच्यो, सही तरिकाले काम गऱ्यो भने तिम्रो सपना पुरा हुन्छ। हामी सपना हेर्छौँ तर सही तरिकाले पढ्दैनौँ, सही तरिकाले गर्दैनौँ भने सपना सपना हुन्छ। सो दिस इज पोसिबल, दिस इज नट इम्पोसिबल। सो दिस इज भेरी इजी। त्यस कारण गर्न सकिन्छ। म भन्दैछु त, तिमीहरूको उमेरमा म पनि यस्तै थिएँ, पैसा थिएन, यसै गर्थेँ, यहीँ पढ्थेँ, सरकारीमा पढेँ, सानोतिर काम गर्थ्यौँ, पढ्थ्यौँ, आइडिया भयो, क्लिप भयो, मेहनत गरेँ, एउटा सोच बनायो कि यस्तो कलेज हुनुपर्छ भनेर हामीले कलेज खोल्यौँ, जरा हट्के ट्रेनिङ गर्न थाल्यौँ, सेमिनार गराउन थाल्यौँ, बिजनेस गर्न थाल्यौँ, केटाहरूलाई अब व्यापार गर्न थाल्यौँ होइन। भन्दाखेरि आज हामी सक्सेस भयो र आज हामी यसरी बसेछौँ। इट्स ए लिभिङ इक्जाम्पल फर यु होइन। तिमीहरूले त ठुल्ठुलोको मोडल अनि विनोद चौधरी र फलालाई हेर्नु परेन नि, दिपक सरलाई हेर्नु पुग्छ नि होइन। तर हामी के गर्छौँ? घरका मुर्गी दाल बराबर। हामी ठुलो सानो सानोबाट ठुलो हुने हो। सो यु क्यान गो लाइक दिस। एन्ड त्यो एउटै कुरा छ सक्सेस हुनलाई, अहिले तिमीहरूले बी पोजिटिभ। छोरीहरूमा म छोरी हुँ भनेर कहिले दिमागमा नराख्नु। तिमीहरूमा म मधेसी हुँ भनेर युआर नेपाली फर्स्ट, युआर ह्युमन बिङ फर्स्ट। मेरो बुवा चाहिँ खेती गर्नुहुन्छ, मेरो बुवा लेबर हो भनेर नराख्नुहोस्। यो लेबरको बुवाले, लेबरले, केटीले, केटाले होइन, यसले दिमागले काम हुने हो। तिमीहरू पढिरहेछौ, तिमीहरूको दिमाग छ, जो दिमाग गर्छ जो क्रिएट गर्छ उसले क्लिक गर्छ होइन। त्यस कारण हाम्रो सबभन्दा दुश्मन भनेको हाम्रो दिमाग हो, हाम्रो मन हो। सो पहिलो सफलता भनेको के हो? तिम्रो छोरीहरूलाई भन्छु, तिमीहरूलाई भन्छु, अलवेज यु वाट एभर यु आर, यु प्राउड अफ युर सेल्फ, नेभर यु कम्पेयर विथ अदर्स। हामी के गर्छौँ? आफूमाथि आफ्नो अध्ययन प्राउड गर्दैनौँ। म पनि त्यो जस्तो भए हुन्थ्यो, म पनि दिपक सो जस्तो साक्य भए हुन्थ्यो, म पनि काठमाडौँमा जन्मे हुन्थ्यो, मेरो बुवा पनि मारवाडी भए हुन्थ्यो। वी अलवेज कम्पेयर विथ अदर। द्याट मिन्स यु आर अलवेज इन्सल्टिङ योर सेल्फ। सो वाट एभर यु आर, अलवेज प्राउड अफ योर सेल्फ। आफूमा प्राउड गर न। तिमी जे छौ, म आफू सुपर छु, म बन्छु, यो फर्स्ट सिँढी हो, मैले आफ्नो अनुभव गरेको। सो इफ यु थिङ्क लाइक दिस, द फर्स्ट स्टेप यु क्यान क्रस। अनि बिस्तारै 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 जान्छ, एकैचोटि हुने कुरा होइन नि त होइन, सिड हुन्छ। त्यसरी इन्टरप्रेनरसिप अबको भाइ युवाहरूले, कलेजहरूले युवाहरूलाई यसरी मोटिभेट गर्नुपर्छ, एसिस्ट गर्नुपर्छ, सपोर्ट गर्नुपर्छ। खालि इभेन्ट्सको लागि इभेन्ट्स गर्नु हुँदैन, रिजल्ट ओरिएन्टेड बच्चाहरूलाई सिकाउनुपर्छ होइन। र जुन अहिले सुरुवात भएको छ, सानो सानो कलेजहरूले अब गर्दैछ, हामीहरूले गर्दैछौँ, द्याट्स ए गुड सिम्बल। एउटा सिम्बल आइरहेछ नि राम्रो, त्यो हुन्छ। त्यस कारण युआर भेरी लक्की होइन, तिमीले यो पाइरहेछौ। टेक इट पोजिटिभली। अनि निश्चित रूपमा 10 वर्षपछि यो कुर्सीमा तिमी नै बस्ने हो, हामी बस्ने होइन नि त। अरू भन। यस यस यु क्यान एक्स। तपाईँले आफ्नो अमूल्य टाइम दिएर हामीलाई यति राम्रो राम्रो कुरा बताउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद सर। थ्याङ्क यू टु यु अल अल्सो, किप इट अप है। थ्याङ्क यू बाबु। तपाईँ एउटा फिडब्याक लेखिदिनु न हाम्रो लागि, जस्तै हामीले यहाँ आएर तपाईँसँग अन्तर्वार्ता गरेर तपाईँले कस्तो लाग्यो? ल ठिक छ बाबु। इन्ट्रोडक्सन एन्टरप्रेन्योरसिप के हो, कसरी गर्ने तपाईँले बुझौ र त्यो हेल्प गर्नको लागि चाहिँ हामी अलरेडी यो क्लब बनाएको छौँ र यसलाई गाइड गर्नको लागि, यो मार्गमा हिँडाउनको लागि सही पाथमा, जुन यहाँ सरले भन्नुभएको छ, राइट पाथमा हामी हिँड्यौँ भने अनि बल्ल हामी सफल हुन्छौँ। त्यसै सफलताको लागि हामीले यो क्लब स्टार्ट गरेछौँ। अनि क्लब तपाईँ जोइन गरेर अनि ट्रेनिङ लिन सक्नुहुन्छ। तपाईँ पनि यो पाथमा हिँडेर आफ्नो करियरलाई राम्रो बनाउन सक्नुहुन्छ। थ्याङ्क यू।